लिम्बूको छोरा हो म पाखुरीमा दम छ भन नसोल्टिने ममा के को कम छ। याकथुम्बा हाम्रो रीति राम्रो, याकथुम्बा हाम्रो रीति राम्रो, ढाकाको कोटमा कति राम्रो, ढाकाकै टोपी औठी हातमा, लो भइ पो लाग्यो जौकी साथमा, लो भइ पो लाग्यो जौकी साथमा। हस् धन्यवाद। नमस्ते सम्पूर्णमा। उहाँ चाहिँ एकदमै स्वरको धनी मिठो न मिठो स्वर भएको श्रमदाता हुनुहुन्छ। उहाँबाट एक दुईवटा गीतहरू हामी सुन्न चाहन्छौँ। अनि उहाँको फेरि गीतहरू चाहिँ हामीले सुनेर कस्तो छ प्रतिक्रिया दिनुहोला। अनि उहाँको अब रेकर्डिङको लागि चाहिँ समाजसेवी कुमार राई दाजु हुनुहुन्छ, अनि एकजना अमृत दाई हुनुहुन्छ। उहाँले चाहिँ रेकर्डको लागि चाहिँ बाचा गर्नुभएको छ। त्यसको लागि चाहिँ अब उहाँहरू नै हुनुहुन्छ। अब गीत सुरु गरौँ भने सर सुरु गरौँ ल। ठिकै छ। हाम्रो एउटा मेलिनाजीको है, उहाँको म गुन भुल्यो पित्तलको गाउँछु होइन। गुन भुल्यो पित्तलको सुन पायो होला, भुइँ छोड्यो आकाशको जुन पायो होला, कलेजी काटेर दिएको ठाउँ सैचिरा बनायो दुख्यो नि घाउ, त्यही घाउमा छर्किने नुन पायो होला, गुन भुल्यो पित्तलको सुन पायो होला, नि भइहाल्यो मायाको बत्ती, मायाको बत्ती, अब तिमीले बजाउनु रमाउँदैनौ माथि, अब तिमीले बजाउनु रमाउँदैनौ माथि। हस् धन्यवाद। अब फेरि अरू पनि सुनाऊ होइन। सुनौ न त्यही सुन्नलाई आएको होइन। आज अब काम सकिहाल्यो हाम्रो श्रमदानमा हामी। ल अब कुन चाहिँ गीत गाउँ भने अलिकति राई गीत पनि लगाइदिउँ न त होइन। लगाइदिउँ। बुङ्वा बाडा बुङ्वा खाडा आनिलाई दिङखाङ नयाङ्गो, एक पाखा कान्छा बुङ्वा वाड्ने आनिलाई दिङखाङ नयाङ ओ, आनिलाई दिङखाङ नयाङ ओ। हस् अब धेरै लामो पनि नगाउँ होइन, छोटकारीमा। हाम्रो पूर्वेली एउटा इन्द्र सुशील चङमाङको पनि गाइदिउँ न। लिम्बूको छोरा हो म पाखुरीमा दम छ भन नसोल्टिने ममा के को कम छ, लिम्बूको छोरा हो म पाखुरीमा दम छ भन नसोल्टिने ममा के को कम छ, बैन मारौ कम्पनी पैसाले, बैन मारौ कम्पनी पैसाले, के गरौँ मलाई पार्यो बैसाले, के गरौँ मलाई पार्यो बैसाले। हस् धन्यवाद। हाम्रो यो चाहिँ इन्द्र सुशील चङमाङ दाइले गाउनु भएको है, मलाई एकदमै धेरै मनपर्छ। किनभने म चाहिँ एकदम पूर्वेली लोकगीतमा चाहिँ होइन एकदमै फिदा तपाईँ। मलाई यस्तो अब तपाईँले गाउने गीतहरू चाहिँ कुन प्रकारको हुन्छ? मैले चाहिँ अब जुन आफै लेख्नु पर्यो भने चाहिँ हाम्रो अब चुलाचुलीकै होइन हाम्रो विषयमा रहेर छ। अब अहिले अरू गाउनु नमिल्ला होइन, नभए अलिकति मैले अब जे होस् लेख्नु चाहिँ खोज्दैछु होइन। अब त्यसरी अब कुमार दाईहरू, हाम्रो कुमार दाईले अब अघि भन्नुभएको छ काहीँ न काहीँ लगेर होइन तिमीलाई गरिदिन्छु भन्नुभएको छ। अब मैले नै लेख्नै पनि पर्दैन होइन। अब उहाँहरूले कसैसँग चाहिँ भनिदिनु भयो, उहाँहरूको चिन्जान धेरै छ होइन। अब उहाँहरूले भनिदिनु भयो भने पनि लिएर आउनु भाइलाई हामी दिन्छौँ भन्ने पनि हुन्छ होइन। ल तपाईँले चाहिँ स्वर दिनु पर्यो, सम्पूर्णले फुल सपोर्ट गरिदिनु होला उहाँलाई। र उहाँको तपाईँको गायन शैली कस्तो लाग्यो प्रतिक्रिया दिनु होला, सक्दो धेरै मात्रामा धेरै सेयर गरिदिनु होला र प्रतिक्रिया पनि दिनु होला भन्न चाहन्छु। तपाईँ के भन्न चाहनुहुन्छ? म पनि तपाईँहरूले धेरैले माया गरिदिनु भएको छ, फेरि पनि माया गरिदिइराख्नु होला होइन। तपाईँहरू कोही कारणले गर्दाखेरि कसैले अब खुट्टा नटेक्ने मान्छेले खुट्टा टेक्न सक्यो भने पनि होइन त्यही ठुलो कुरो हो, त्यही राम्रो हो। र हाम्रो राम सरले लाउनु भएको छ भिडियो होइन, सबैले सेयर गरिदिनु होला, राम्रो गरिदिनु होला, ठाउँमा पुर्याइदिनु होला भन्दै। हस् धन्यवाद।